Good morning guys, welcome back to our channel. Long time no see guys. धेरै पछि भिडियो बनाएर आएको छु। स्वागत छ हजुरहरुलाई आजको नयाँ भ्लगमा हजुरहरुलाई। आज हामी जान्छौँ क्याम्पस जाँदैछौँ र हामीसँग जाँदैछन् मेरो अझै एउटा साथी मार्को मिन्स कि अब त्यो मुकेश तिनलाई बोलाउन गइरहेको छु। कल हानेको अघि त्यत्रो उठाएन नि तिनीहरूले। प्लस म ढिलो पनि उठ्यो, 4:30 बजीतिर उठेँ त। अनि नुहाउने यताउता गर्ने ठ्याक्क 5 कति भइसकेको छ। अनि छिटो जानु त मार्कोलाई बोलाउनु पर्यो। म्याजिक आउँछ 5:20 मा। सो मेरो घर अगाडि 5:20 मा पुग्छ म्याजिक। भगवानको आशीर्वादको साथ आजको दिनको सुरुवात। ल गाइज, हामी आइसकेको छौँ क्याम्पसमा। अरू मेरो क्लास यो जो आज बन्द छ किनभने आज इक्जाम हुनेवाला छ। सो ल्याएको हामीलाई इन मार्कोले हो ल्याएको मान्छे हो। बढी मान्छे बोलिरहेछन्। ल्याएको हामीलाई यही मान्छेले हो नि। हुन्छ म ल गाइज, हामी तिनलाई क्लास छोड्न गयौँ। तिनको क्लास यहाँ हो। सो यो क्लासरुम हेर्न सक्नुहुन्छ। हजुर थाहा पाइसक्नुभयो होला यस्तो यो कटघरा देखेर कुन क्लास होला यो भनेर, कुन फ्याकल्टीको क्लास होला भनेर भन्नु पनि पर्दैन त्यस्तो। इनको क्लास हो इनको। तिमी भन के चाहन्छ हुन्छ र। अनि हामी वापस जान्छौँ। के गर्न बट थाहा छैन। हामी गर्न के जान्छौँ फ्याकल्टी अफ ल के अन्धकार छ अन्धकार। गाइस केटाहरू आइसक्यो। विवेक यहाँ छन्। हिरो ओहो ट्याटु देखाउ नि। ट्याटु यस्तो गर न। ओ तिमी ननले यहाँ खाँदैछ नि भोकलले। खाना नखाएको हिजो खाना खाऊ भने नाइ खाना जाओला। यदि जा भोलि भोक लाग्यो भने नि यस्तो हान्छु नि भन्दै भोक लाग्यो भन्छन् ननले। असार के देखाउँदै थियौ तिमीले? मेरोको मत खाना के देखाउँदै थियौ तिमी? यो वाला डान्स स्टेप भनेको के देखेन यता टल्क्यो। ए भाइरल छ यो। गाइस पानी परिरहेको अवस्था। हाम्रो प्लान चौपट भएको देख्न सक्नुहुन्छ पानी परेर। हेलो भन। कतिको ल वेलकम गाइज, हामी आइसकेको छौँ। आजको प्लान थियो स्विमिङ खेल्ने। स्विमिङ खेल्नेको हो उता गर्ल्स उता हो उता साइड हो। केटाहरू छ टी सर्ट लगाएर खेल्छन् नि यिनले। यो यहीँको यो कस्ट्युम भन्दा नि यहीँको जर्सी लगाएर खेल्ने हो अरे। कस्ट्युम छैन भने। सो पानीमा गएपछि नि पानी पनि उहाँ छ कत्रा। केटाहरूसँग आइसकेको। चेन्ज हान्नौँ न पहिला कपडा। बाहिर चेन्ज हान्छु कपडा नले। यहीँ हानिदिने हो क्या। यहाँ भिजेको छ, यहाँ सुक्खा छ। अब यहाँ चेन्ज हानिदिन्छौँ। उता हल्का बडी वास गर्ने रहेछ जाने सिधै ल मैले वास गरिसकेको छु। यो बाहिर अब पानी पर्ने अवस्था छ। सिमसिम परिरहेछ। त्यही भएर यो टी सर्टले मोबाइलले ढाकिदिन्छु। मलाई माथि पानी त पुरा टनाटन छ त अस्ति नै भन्दा नि। सक्नुहुन्छ
ओहो पानी अलि यो के आएको यो लेउ जमेछ छेउछेउमा यस्तो छ बिचतिर राम्रो छ सो गाइस रमाइलो हुनेछ जी भिडियो बनाउनु बिचरा खेल्न आउन त्यो डराइरहेछ नि 1 2 3 गो तर अब खेल ओके भयो त भएन नि के बडी कन्डिसन हेरेर सक्नुहुन्छ गाइस जो भिडियो बनाइरहेको छु ठिकठाक छ लो फ्याट घटाउन सजिलो भिडियो बन्द त रहेछ ओहो हिरो ल यसलाई यहाँ मललाई यहाँ भित्र राख्दिउँ अब क्यापले ढाकेर यहाँनिर राख्छु पानी परेको छैन यहाँनिर त्यो त ओ एकछिन रमाइलो गर्दै गर्छ गाइस हामी खेल्दैन त्यसले सिकाउँदै अनि उसलाई जा के फोटो खिच्ने अब हामी हल्का फोटो सुट गर्न लेकको वाट ला फोटो सोटो खिच्ने हो कि होइन हल्का फोटो सोटो खिच्ने त्यसपछि फेरि खेल्न जाने गाइस हामी निस्किन लाग्यो ठ्याक्कै फेरि पानी परिहाल्यो अवस्था मार गाइस हामी तिरेछौँ बसेको अवस्था दम्बोज जान लाग्यो टेन्सन टेन्सन जसलाई बढी टेन्सन छ त्यो हाँसेर बस्यो जसलाई केही छैन त्यो नाटक गरेर बसेछ नल्ले काम छैन गान्डु एउटा कपाल हरायो भन न अब त्यहीको टेन्सन हो भने ल ल म्यासेज गर्नु नि मलाई वाट्सएपमा ल गाइस हामी घर जाँदै गएको अवस्था म फ्रन्ट सिटमा छु म यो आफ्नो घरमै लगेर गइरहेको छु हो ब्याट्री लो भइसक्यो गाइस हाम्रो यहाँ घाम पानी परेको अवस्था
हामी जिममा आइसकेको छौँ आएको आधी घन्टा जति भइसक्यो आज चेस्टको वर्कआउट अब मिडल चेस्टको लागि ट्रेन गर्दैछु अप्पर चेस्ट चाहिँ हानिसकेको छ मिडल चेस्ट हान्नु छ केटाहरू आएको छैन नाजा मार्क खोज्दै आएन ग्रुपमा मेसेज त कल हानेको उठाउँदै केही रिप्लाई नरिप्लाई फोन उठाएँ नरिप्लाई दिएँ मेसेजको स्विमिङ गरेर थाहै छन् क्या त्यही भएर आउनु भन्दै थिएन क्या आउनु भन्दै आएन त्यसो हामी तिनीहरू बिना स्टार्ट गरिसकेको छौँ खतम पनि तिनीहरू बिनै गरौँ ल